हेलो वेलकम टु अन्सारी ब्लग। अनि आज हामी यहाँ जुम्लामा छौँ अहिले। अनि एकदम स्नो परेको छ। अनि स्नो यस्तो छ यहाँ अहिले। आज बिहानैदेखि परिरहेको थियो। सो हामी आज स्नो खेल्नलाई जुम्ला के अरे जुम्लामा यहाँ केटिएस भन्ने ठाउँ छ, त्यहाँ स्नो खेल्न हाम्रो प्रदीप भाइ एक ब्याच जुनियर हाम्रो। त भन्न प्रदीप कस्तो छ? धेरै रमाइलो छ। जुम्ला आएर त यस्तो लागिरहेको छ रमिता माया। ओ आइज न। सो हामी अगाडि गएर तपाईँहरूलाई हामी कस्तो रमाइलो गर्छौँ भनेर देखाउँछ है त। सबैजना पुरै भ्लग हेर्नु होला मेरो। सो अहिले पाएँ है त, केटाहरू यहाँ वेट गरिरहेको छ। त्यहाँ अगाडि केटाहरू छ। सो केटाहरू यही हो, हामी सबै खेल्न जानलाई होइन। केटाहरू इन्टो गरेर त राजुबाट स्टार्ट गर्नु। मेरो नाम चाहिँ रावी चौधरी। ल अर्को ल सागर सागर आउँ सागर बोल्न। मेरो नाम सरोज यादव। कास्किट ब्याक्स। ओए सागर ल हाम्रो हेलो, आज जुम्लामा हिँड्नु परेर एकदम रमाइलो भइरहेको छ। साथीहरू मिलेर हामी आज घुम्न जाँदैछौँ। रमाइलो अब यसलाई तिनटो गर्नै पर्दैन। यो त हाम्रो एकदम हेलो हेलो हेलो। सो अझ दुईजना केटा यहाँ छ। मेरो आज त भन कस्तो लागिरहेको छ आज यसमा फुल मुभी इन्जोयमेन्ट रमाइलो रमाइलो। एकदम रमाइलो गर्ने भएर साथीहरू भएर केटिएसमा आइरहेको छौँ। र आज चाहिँ मेरो पनि फर्स्ट टाइम मेरो केटिएसमा। फर्स्ट टाइम हो। फर्स्ट टाइम हो। म त क्रिकेट चाहिँ लाएर मजा आउँछ अब। कमान कमान यस्तो गाडीको सहयोग पाएर हामी केटिएसमा आइपुगेको छौँ। ल हेलो, हामी फाइनली हामी केटिएस माथि आइसकेका छौँ। अब हामी यसो स्नो खेल्छौँ। अनि स्नो खेलेको भिडियोहरू हामी यसमा हाल्छौँ। अनि तपाईँहरू पनि काठमा घुम्न आउनुपर्छ जुम्लातिर। हामी केटिएस घुमेपछि भिडियो सिडियो बनाएको भिडियोहरू सब यसमा हाल्छौँ। र तपाईँहरू पुरै कन्टिन्यू पुरै भिडियो भ्लग हेर्नु होला है त। फाइनली हामी अब स्नो खेलेर हामी आफ्नो घरतिर जान लाग्छौँ। स्नो खेलिसक्यो, भाइहरू यहाँ छ। कस्तो लाग्यो आज? रमाइलो भ्लगमा आउन पार्दैन। खुसी लाग्यो है। आजको लागि यति हो। बाटोको भयो भने अर्को सानो सानो भिडियो हाल्छु। बाटोको सानो सानो भिडियो हाल्छु। त्यति हो, होइन भने अलिक है बाई अर्को तुम मेरे